ओ तेरेगा म त छिरै क्या हो होइन राणाको बाँड्नु मा टोक्नी ट्रेकिङ लान्छु भनेर ओ तान्न तान्न कहाँ अल्झ्यो यार के मा 3 घण्टा भइसक्यो यहाँ ए ट्रेकिङ भनेको जङ्गलमा भाइ आइज ट्रेकिङ लान आँटेको कि कहाँ अल्झ्यो यो तल अल्झ्यो जस्तो तान्न तान्न ए तान्न ए धैसे उचाल ल राणाको बाँड्नुले ट्रेकिङ लान्छु भनेर खुट्टा भाँच्यो क्या यसको त यार ट्रेकिङ लान्छु भनेर जङ्गल जङ्गल अलिक जङ्गलमा त हिँड्यो भने ट्रेकिङ भनेको भाइ यार तेरेगा ल म बाटो सफा गरिदिन्छु अब त चिप्ल्यो नि यार ओहो कति हिँड्नु हो पहिले गन्तव्यमा नि आइपुगेन गाह्रो छ हौ ट्रेकिङ हिँड्न भाइ यार हिँड्दै गाह्रो भइसक्यो आज होइन लामो यिनीहरू त हिँडिसक्यो यार तेरेगा गाह्रो छ हौ भाइ है गाह्रो छ ट्रेकिङ त त्यो त अझै नि आइपुग्यो आयो तलै त ओए ओए रामेश्वर आइज म त हिँड्न सक्दिनँ ओए जाले आइज जसले सक्छ लिएर आउनु कस्तो रहेछ यो त ट्रेकिङ जाने त्यत्रो तासिन्छ अस्ति चाहिँ आज त हिँड्नै सक्दैन यो त कस्तो जङ्गल जङ्गल हिँडाएको छ 3 घण्टा भइसक्यो होइन के मजा आइरहेको के मजा आउँछ भ्यू देख्छ भने होइन दुईटा लोटेक ल दुईटा लोटेक ओए केटा जङ्गल बाहेक केही छैन भ्यू कहिले देख्छ क्या भ्यू हिमाल देख्छ भने होइन हिँड्नुपर्छ 2-4 किलोमिटर अब बाँकी छ त्यति नै मात्र थोरै मात्रै माथि धेरै माथि नि पर्दैन हेत्तेरी यस्तो मान्छे त जिउ त कडा खा त यस्तै हो हिँडेको यार यस्तो खाइलाग्दो मान्छे यति नि हिँड्न सक्दैन 1 घण्टा लेक लाग्छ क्या हो है 3 घण्टा भइसक्यो अनि अब आइपुग्यो अब होइन ओ यो कति उकालो बाटो यार आइज आइज गडा आइज अब त आइपुग्नु लाग्यो अब 2-4 घण्टा छ म 3-4 घण्टा हिँडिसक्यो भोक पनि लाग्छ कसमा खान्छ झिक्न खाऊ यार गाह्रो भयो त ओए खाजा कहाँ खान्छ भने केटा खाजा खान्छ भोक आइसक्यो त हौ अनि खाजा कहाँ 3 घण्टा हो माथि भ्यू हेरेपछि खाने हो क्या खाजा हो हेर त म त बोल्दैछु म त अझै 5 घण्टा हिँडिदिन्छु 5 घण्टा उकालो ल अलि माथि भ्यू हेरेर खाऊ अघि त हिँड्नु सक्यो खाजा खाने कुरा गर्छ केटा अहिले त जोसिरहेको थियो त यार हिँड्न म त ड्याङ ड्याङ हिँडिदिन्छु यस्तो ल सर चाहिन्छ ल दुईजना ल एउटा होइन केटा हो के खाजा कुरा गरेर हिँड्न खाजा साजाको कुरै खाऊ न हौ खाऊ भोक लागेको जस्तो पनि भयो नि त भर्खर हिँड्दा 3 घण्टा त कति भयो 3 घण्टा 3 घण्टामा भोक लाग्यो नि त उकालो होइन तिमी 3 घण्टामा भोक लाग्छ साथी भोक लाएर हेर्नु न हेर न केटा यार हिँड माथि गएर खाने भ्यू हेरेर होइन केटा यार मलाई त कस्तो मुटा आयो यार मुदेर आइज त मलाई क्या मुटा आयो यार म उता गएर मुदेर आउँछु ल ल जाऊ म त राख्छु यो लाइन बाटो हिँड्नु के हुन्छ हुन्छ भोक लागिरहेको न यहाँ सबै आफै खान खोज्ने यार तिनीहरू त यहाँ मुत्नु त बाहना हो नि यहाँ छ नि त माली मुत्नु त एउटा बाहना हो नि जब यार थोरै छ यति त छ खानेकुरा तिनीहरूले खान खोज्छ यार अनि तिनीहरूले खायो भने अनि म चाहिँ के खानु त मलाई आउँदैन नि भोक लाग्यो अरे मुत्नु त एउटा बाहना हो प्याज पनि लागिरहेछ ओइ ओइ होइन यो त झन् आउँदैन गएको 2 घण्टा भइसक्यो भग्न गएको कि मुत्न गएको आउँदैन त्यत्रो त्यही त भने कहाँ गयो यतिखेरसम्म आउँदैन कुराको कुरै गरे त हामीलाई त तिनीहरूलाई दिन्छु यति त छ मलाई त पुग्दैन अनि भोक लागेर कति न भ्यू हेर्दै खान्छ तिनीहरूले होइन लाग्दैन लागिँदैन लामो के
यति त ऊ जाँठा नि आयो कहाँ गएछ त सन हगेर आएछ कि मुतेर आइस मुतेरै आएको हगेर नि आउने बेला भइसक्यो त हगेको नि हाराइस क्या के भने यार के भने त्यस्तो नि खान्छ कहीँ होइन नि मुतेरै आयो अनि यत्रो टाइम लाग्छ त भने होइन जाउँ जाउँ भ्यू हेर्नु परेन हिमाल हेर्नुपर्छ केटा हो बाँदरले अहिले फेरि सर्लक्क ढाको भने तनाव हुँदैन हिँड जाडो टाइम लगाएर गाह्रै भयो त खाना खाने हो क्या हो यार खाना हो कस्तो कुरा गरे केटा हो भोक लाग्यो त यार कस्तो कुरा गरे क्या लाग्यो ट्रेकिङ जाने भनेर आएको होइन केटाहरू त 10 घन्टा हिँड्छु भन्दै यार भर्खर 4 घन्टा हुँदैछ भोकले मर्न लागिसक्यो अनि भ्यू पहिला भ्यू देख्नु पर्यो क्या खाँदै हेर्नुपर्छ हेर्नु भन्दा केटा मलाई त कस्तो गुवा आयो तँलाई त कति आउँछ होइन अघि त मुत्ता मुद्न मात्रै गएको कि मलाई कस्तो गुवा आयो ओइ मलाई कति आउँछ गुरा मत पनि यत्रो गुवा हुनु साला मेरो खानेकुरा सब खान खोज्छ म आफू खान पो आएको त यत्रो आउँछ गु अघिको खाएको अब चाहिँ फ्यान्टा दिनु पर्यो यहाँ गऱ्यौँ भने यहाँ हप 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 भएर ट्रेकिङ आउने रहेछ आँटा ट्रेकिङ आउने रहेछ आँटा ट्रेकिङ आउने अहिले फेरि शङ्खा गर्छ त अहिले शङ्खा गर्छ अहिले फेरि आयोजन बन्नुपर्छ त्यसले अहिले चाहिँ हगेछ है यस्तै छ खनिरहेछ खनिरहेछ थियो अहिले चाहिँ हग्नु गएको अब चाहिँ पत्रो ऊ आयो आयो अहिले हगेर आएछ है पानी पनि थिएन मलाई त उयो केटा हो यार झाडा पखाला चलिरहेको खाने ठिक खानु पर्यो नि खाएकै छैन अनि अघि नै 4 घन्टा दिन हिँडिरहेको हामी अनि खाएकै छैन कसरी त नि खाएको नि नपतिर चाहिँ झाडा पखाला भएर गाह्रो भयो साथ पर्छ फेरि हिमाल हेर्नु पाइँदैन जङ्गल आएर क्रेड गरेर फेरि पखाल चल्यो ओइ आयो के भन्छ यो आयो भने आउँदो रहेछ आयो ल म एकछिन ल जाँडा त गु पनि कति आउँदो रहेछ यार होइन त भयो गर्दैन के गर्न गइरहेछ यो कति घरि गइरहेछ त केही त गडबड छ यार यो केही गर्न गइरहेछ यो जाने हो त एकचोटि चेक गर्नु त्यो जानै पर्छ जो ट्रेकिङ गर्ने हकले भन्दै आएर यस्तो व्यवहार गर्ने छैन खाली छ यार सब खाइसक्यो यसले केही छैन यार होइन साथी खोलै मात्र पुगेछ जाँड सबै खाएको यो त यार सब खाछ म सब खाली व्यवहार गर्ने हो साथी हामीले जान्छु भन्दै आएर खाएर आउँछु भनेर ह केही छैन यार के भने खाउँछ भनेर त सुन्न यार केटा हो पुरै बुझ्दैन गाठा त एक्लै खाएर हुन्छ त हामी होइन क्या अघि सुन्न झाडा लाएर गयो है त अनि सबै पेट खाली भएर भोगलाएर खानु त अलिकति अलिकति खानु त केही छैन केही त छैन यार लामोहरू गयो के भएर म्या खानुभन्दा तिमीलाई ठुलो हो म्या पेट पूजा गर्नुभन्दा मलाई त्यो साथीभाइ ठुलो हो होइन नि कदापि होइन गए जाओस् मलाई बाल